69 दिवस फुल जाति समाजमा भएको यो प्रोग्राममा मलाई 2 शब्द बोल्न दिएकोमा धेरै धेरै धन्यवाद छ र आजका प्रमुख अतिथिज्यू सम्पूर्ण अभिभावक र यसमा यस भवनमा चाहिँ उपस्थित भएका सम्पूर्ण अभिभावकलाई मेरो तर्फबाट सबैलाई नमस्कार छ। किनभने म पहिला परिचय दिन चाहन्छु। मेरो पुरानो गाउँ पागर हो। मेरो नाम हो मनिकाजी अर्मदापुर। म अहिले बसोबास कहाँ गरेको छु भने अर्गुनमा। किनभने आज म यहाँ स्कुलमा आएर बोल्नु पर्ने स्थिति के थियो भने कुनै पनि व्यवसाय गर्नुहोस् या कुनै कार्यक्रम राख्नुहोस्, कुनै पनि स्थितिमा चल्नुहोस्, एउटा अध्यक्षको कार्यक्रम नराखी पर्ने कुनै पनि कार्यक्रम नचल्नेको भएको कारणले चाहिँ मलाई अर्गुन कुन समाजले चाहिँ मलाई अध्यक्ष राखेको भएको कारणले म आएर चाहिँ यस स्थितिमा गल्ती होला, कुनै पनि काममा गल्ती हुनसक्छ या भोलिमा कोही गडबड होला, त्यसमा क्षमामा म माग्न चाहन्छु। किनभने हाम्रो अर्गुनमा हुन त युकेमा धेरै छन्, तर यही पनि छन्, तर त्यहाँ के भने मान्छेलाई दबाब परेको कारणले गर्दाखेरि उहाँहरू अगाडि सर्न सकेको छैन। किनभने म लडिरहेको छु, लड्नेमा प्रयास त गरिरहेको छु, तर किन भने आफ्नो विचारधारा नहोस्, कुनै पनि धर्म मानोस्, हिन्दू मानोस्, बौद्ध मानोस्, मुस्लिम मानोस्, त्यो आफ्नो आफ्नो तर्फ हो। तर किनभने हामीले के भन्छ सोच्नुपर्छ। हामीले जबरजस्ती कसैले आइजा जा भन्नु हामीले सकिन्न। किनभने हामी एउटा मनुष्य भएर जन्म लिएको मानिस हो। त्यस कारणले गर्दाखेरि हामीले किनभने धेरै कुराहरू विचारधारामा गर्नुपर्छ। यस भएको कारणले किनभने मैले चाहिँ आज यो स्थानमा आएर बोल्नु मलाई केही पनि अवसर पनि थिएन होला, तर किनभने मजदुरी पर्यो। त्यो कारण मजदुरी कसरी पर्यो भन्दाखेरि हामी कुन जाति हौँ भनेर अहिलेसम्म हामी चाहिँ गएर हिँडिरहेको हो। त्यस कारणले गर्दाखेरि हामीले किनभने सङ्घर्ष गर्नुपर्छ, यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुराहरू हामीले चाहिँ सोच्नुपर्छ। किनभने हामी एउटा धौलागिरीको क्षेत्रबाट आएको मान्छे हौँ। हामी चाहिँ ठुलोतिरबाट गरेर आएको मान्छे आयौँ, धौलागिरी क्षेत्रबाट आएको मान्छे हौँ। त्यस कारणले हामीले कसैलाई चाहिँ घृणा गर्नुहुन्न। उनीहरूको विचार हो, हाम्रो विचार आफ्नो छ, अर्कोको विचार अर्को हुन्छ। हामीले मुसिलेर किन गइस् भन्न हामीले सक्दैनौँ। किनभने आफ्नो आफ्नो विचार हो। त्यो विचारलाई हामीले के भने सङ्घर्ष गर्नुपर्छ। भोलि गएर हामीसँग आउने हो कि नआउने भन्ने कुरा भोलि गएर थाहा हुन्छ। अहिले हाम्रो यो चाहिँ कुन जातिमा चाहिँ भोलि गएर आउने नआउने कुराको त यही कुन जातिले निकालिरहेको छ। यो कुराहरूलाई हामीले बुझ्नुपर्छ। भन्दाखेरि मगर जातिमा बस्छन्, त्यो बस्छन्, तर त्यो मगर जातिमा गएकोहरू अहिले बुद्ध धर्म उनीहरूले मान्ने कुराहरू गरिरहेछन्, तर त्यो जातिहरूमा चाहिँ 2 भाग हुँदैछ। यो चाहिँ हामीले कुराहरू बुझ्नुपर्छ। त्यस कारणले चाहिँ किनभने हामीले त्यो बुद्ध धर्म हामीले मानेर आएको होइन, तर पुर्खामा हामीले के मान्यौँ भन्ने कुराहरू सबैलाई थाहा छ। त्यो मैले प्रश्न गर्नु पर्दैन। किनभने हामी एउटा कुन भनेर आएपछि त्यो कुन भनेर आएपछि हामीले के सोच्नुपर्छ भने हामी एउटै हो भन्ने कुराहरू हामीले सङ्घर्ष गर्नुपर्छ। तर अर्कोले जे भन्यो भने पनि हामीले त्यसलाई के भने समानमा ल्याउनुपर्छ। झुटो कुरा हामीले बोल्ने होइन, त्यस कुराहरू हामीले के समानमा ल्याउनुपर्छ। किनभने कुनै पनि जाति धर्मलाई चाहिँ हामीले घृणा गर्नु हुँदैन। पछि गएर कुन ठाउँमा आउनुपर्छ भन्ने कुराहरू के भने सबैलाई आफूले थाहा हुन्छ।
त्यस कारणले हामीले त्यो कुराहरू चाहिँ सबैलाई थाहा छ त्यो कुरा किनभने हामीले चाहिँ आज चाहिँ यो चाहिँ हुन्छ कि त्यो दिवस पुन समाज भनेर हामीले आज प्रोग्राम राखेको हो त्यसमा धेरै धेरै धन्यवाद छ र यसमा चाहिँ हामीले के भव्य र सबैले चाहिँ मनाउनु पर्छ किनभने हामी के हो भन्ने कुराहरू त संसारले थाहा पाइसकेको हामीले भन्नु पर्दैन संसारले थाहा पाइसकेको छ हामीले भनेर केही फाइदा छैन भन्ने बुझ्ने मान्छेले बुझिसके नबुझ्ने मान्छेले बुझ्दैन हामीले त्यो धेरै कामकामी गर्नु पर्दैन किनभने हामी एउटा धौलागिरीको क्षेत्रबाट आएको मान्छे हो त्यस कारणले हामीले सबैले बुझ्ने चाहिँ बुझेछन् नबुझ्ने बुझ्दैन भन्ने मेरो